यतिखेर बगालभरि गएको खोइ त्यो बाह्र ल्याएको फेरि त्यसलाई अलि तल ठुलो गरेर मान्छे होइन ठुलो गरेर आत्तिने हुन्न क्या यस्तो मुखी जाने तल ठुलो गरेर जाने वल्लापट्टि सुर्गा रहिरहन्छ मान्छे होइन ठुलो गरेर काट्ने हो दुईवटा ठुलो गरेर हिर्काने हो अरू सुर्गाभरि नसकेपछि बोली काट्ने हामीले त्यो हुन्न भन्नु छ ठुलो गरेर दुईजनाले 4-5 जनासित छिटो हुन्छ तर ठुलो गरेर पस्नु ठुलो गरेर पस्नु सिम पनि छ छिटो हुन्छ सुर्गा त हामी दुईजनाले पनि काट्छौँ नि अलिकति उठेपछि मैले भनिरहेको छु सुर्गाहरू होइन त्यो सबै सकिन्छ भने आँट गरेँ त्यहाँ म एउटा मान्छेलाई गर्ने पठाइदिन्छु यहाँ म फुर्सद भए आइजान्छु नपाएपछि यसको डगन्जर हाल्नुभयो 5-6 जनाले काट्नु र 2 डाल काट्नु धेरै अन्तर हुन्छ ठुलो गरेर काट्नु मैले भनिरहेको छु एकलो कम्ती अझै लाग्ला त्यो ठुलो गरेर हाल्नु 2 डाला मात्रै सकिन्न आज यत्रो भयो खोइ त्यो यसको डगन